हेलो गाइज वेलकम ब्याक टु माई अनदर न्यू भिडियो। होप सबैजना सन्चै हुनुहुन्छ होला होइन। र म पनि एकदमै ठिक छु। नयाँ दिन नयाँ ठाउँ हामी फेरि पनि घुम्न जाँदैछौँ है। सो आजको घुमाइ कहाँ हो भन्ने कुरा तपाईँहरूले चाहिँ हाम्रो मेरो टाइटल हेरेर पनि थाहा पाइसक्नु भएको। त्यही हो, के छ र काम गर्ने घुम्ने बस्ने है। के कालो तिमी फेरि किन ढिली ल यो मान्छे तपाईँहरूले कहिले उयो याद गर्नुभएको छ कि नै, जहिले मैले यहाँ भिडियो स्टार्ट गरेर हुन्छ होइन, ऊ मान्छेले आफ्नो आफ्नो मोबाइलमा भिडियो बनाउनु सुरु गरिसकेको हुन्छ कि। यस्तै भएर चाहिँ उसँग हिँड्दाखेरि मैले राम्रोसँग भ्लगहरू चाहिँ बनाउनै पाउँदैन। किन कालो यस्तो किन कालो किन कालो हेर न हेर्नु न मोबाइल हेर्नु कमसेकम हिँड्दाखेरि त अब गोचीमा राखेर मजासँग हिँड्ने हुन्छ नि। फोन हिँड्दै बाटोमा हिँड्दै फोन चलाउने क्या। यो फोन र उसको बिहा गरिदिनु पर्ला जस्तो छ। कालो यो फोनसँग बिहा गरिदिने हो। त्यही हो, अब चाहिँ आज हामी रिचमन्ड पार्क घुम्न जाँदैछौँ। म यहाँ त्यही हो, अब चाहिँ हामी बस स्टप। तपाईँहरूलाई चाहिँ गाइज मैले डाइरेक्टली चाहिँ रिचमन्ड पार्कमा ल्याइसकेको छु। र यो पार्कको इन्ट्री पोइन्टहरू चाहिँ एकदमै धेरै छन्। लास्टै ठुलो एरिया छ कि यो पार्कको चाहिँ। तर मैले चाहिँ हाम्रो चाहिँ यो कुन इन्ट्री पोइन्ट थाहा भएन, तर हामी चाहिँ इन्ट्री गरिसकेका छौँ यो पार्कभित्र। र हामी चाहिँ यो पार्क इन्ट्री गर्ने बित्तिकै चाहिँ हामी लास्टै खतराको उकालो चढ्नु पऱ्यो। र यो ठाउँ चाहिँ विशेष गरी मान्छेहरू हाइकिङ टाइपकोले पनि आउने गर्छन् कि वाकको लागि पनि आउने गर्छन्। दामी चाहिँ लास्टै ठुलो एरिया चाहिँ हामी चाहिँ जस्ट स्टार्ट गरेको छौँ। हेरौँ गाइज कस्तो हुन्छ। यस्तो के भन्छ नि, यो यस्तो अट्याच भएको छ। अनि उता हेर्ने भन्दा पनि उतातिर हेर्ने होला क्या। खै यो समात त कालो म हेर्छु न। तिमीले केही इन्भेस्टिगेसन देख्छौ गर त एकचोटि। यतापट्टि हेर्ने कि यस्तो गर्न। ए चस्मा त्यतातिर हेरेर त छोड्न केही देखेला। अनि यो बिल्डिङहरू हेर्ने त कता राम्रो त्यस्तो केही होइन होला कि। के भन्छ नि यो दूरबीनबाट सबैले हेर त मैले त केही देखेन। ऊ त्यो गेट देख्यो उता पारीको। अनि तपाईँको साइडहरूको जुम बलर सलर गर्ने हो कि। ऊ तलको मान्छे हिँड्दै आइरहेदेखि ऊ पार हिँडिरहेको नि। ल यता हेर यसभित्र हेर। अनि यो छ नि यो साइडको यो बालेपछि यो घुमाएपछि गएर चाहिँ बलर सलर सबै देखिन्छ कि। बलरहरू गराउने अनि त्यसपछि क्लियर गर्ने सब देखाउँछ। यताको एरिया चाहिँ कस्तो बवाल देखिँदो रहेछ। सो आज आजको हाम्रो ट्रेकिङ चाहिँ अब सुरु हुँदैछ गाइज। सुरु भइसकेको छ, हल्का चाहिँ हिँडिसक्यौँ हामी। अब चाहिँ अगाडि बढ्दैछौँ। हाम्रो मैयाहरू छु त्यहाँ अगाडि छन्, म चाहिँ यहाँ पछाडि छु, एक्लै छु। अब हेरौँ आजको यो रिचमन्ड पार्कको घुमाइ हाम्रो कस्तो हुन्छ। के हो जोन बियर Laburnum Falls. हेलो गाइस, आज म तपाईँहरूलाई चाहिँ युकेको वान अफ द लार्जेस्ट पार्क र वान अफ द बेस्ट पार्कमा चाहिँ घुमाउन ल्याएको छु। र यो पार्क चाहिँ के भनौँ लास्टै ठुलो छ र एकदम दामी पनि छ। हामी चाहिँ जस्ट हिँड्ने स्टार्ट गरेको छौँ। अनि यु क्यान सी द भ्यू दिस साइड, एकदम बबाल भ्यू छ। अनि फुलहरू पनि एकदमै राम्रो फुलहरू फुलेछन्। तर हामी चाहिँ जस्ट स्टार्ट गरेको छौँ भर्खर गेटबाट निस्केको बाहिर। अनि यहाँ ठाउँहरू चाहिँ एकदमै हुन्छ नि शान्त मनोरम भन्छ के भन्छ नि त त्यस्तै छ क्या। यदि तपाईँहरू चाहिँ लन्डनको भिडभाडबाट चाहिँ तपाईँहरू चाहिँ दिक्क हुनुभएको छ, यदि तपाईँहरू चाहिँ गाडीको आवाजहरूबाट के भन्छ त्यसलाई दिक्कै हुनुभएको छ भनेपछि तपाईँहरूको लागि एकदम शान्त, एकदम राम्रो र एकदम हरियाली पिस महसुस गर्नु मन छ भने चाहिँ तपाईँ आउनु सक्नुहुन्छ रिचमन्ड पार्क गाइज।
गाइज लिसन टु द साउन्ड अफ नेचर कस्तो दामी आउँछ है सुन्नुहोस् है म चुप्प लाग्छु तपाईँलाई आवाज सुन्नुहोस् है कस्तो छ चराको चिरबिर चिरबिर अनि हावाको शीतल लहर लहर यस्तो बवाल हो क्या यस्तो ठाउँमा हिँड्नुको मजा नै बवाल हो क्या गाई जस्तो बवाल छ चराको आवाजहरू सुन्नु न सिरिरिर हावा यस्तो दामी छ म्यान भिएस वाइल्ड भन्ने चाहिँ यस्तै सुटिङ गराउनुपर्छ क्या यस्तोमा सबजनाले होइन सबजनाले एकचोटि आँखा चिम्मा गरेर यो इन्भाइरोमेन्टको साउन्ड सुन्नु त कस्तो आउँछ रिना साँच्चै गर्यो अनि कस्तो मजाको यो के चराहरूको आवाज कस्तो दामी आइरहेको क्या रिना पल्टी लाग्यो तिमी जिस्याउ पो मैले तर कस्तो मजाको हुन्छ नि चराहरूको आवाज कस्तो दामीसँग आइरहेको क्या हुन्छ नि चिप 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 गरिरह कहाँ गएन रे सानो यस तिमी सोध न यिनीहरूको अरू हाँसभन्दा फरक जस्तो देखिन्छ नि यिनीहरूको यताबाट यिनीहरूको टाउको किन अर्कै खालको छ है विदेशी हाँस ल त्यो पनि हो त्यो फुल देख्न पासेन भनेर निकालो तिमी नै फुल जस्तै छौ किन फुलमा जानु पर्यो कालो त्यो होइन नि त फुल जस्तो त सुन्दर त म हुन सक्दैन तर त्यो एक भनाइ मात्र हो तिमीले त्यस्तो भयो मलाई फुल जस्तो मान्दैन रहेनछौ तिमीले त्यही भएर फुल भन्नुहुन्छ तिमीले त्यही भएर है नत्र मलाई केटी हो नि त केटामा त फुल हुन्छ नि केटाहरूको नि त्यो केटी यो फुलहरूमा चाहिँ केटा नभइदिएपछि अनि त्यो फुल कस्तो जन्मिन्छ त फेरि कहाँ हुन्छ त्यो होइन फुलै हुन्छ रेखा छ म चाहिँ भमरा भएर डुल्न आयो भने हो ठिक छ त्यस्तै ल म ल मान्दिएँ म चाहिँ भमरै भएँ ल ट्रेकिङमा हामी ट्रेकिङ नै आयो नि हो कहाँ घुम्न आएको ट्रेकिङ नै आयो भने यत्रो हिँडिसक्यौँ हामी ट्रेकिङ बुझेको मान्छेहरूले चाहिँ के भन्छ भन्दाखेरि त्यो अनुसारको कपडाहरू लगाएर छौँ हामी भनेको चाहिँ अब यसो वेलकम टु इजाबेल प्लान्टेसन गाइज ल फाइनली चाहिँ हाम्रो रिनाको खै कस्तो ठुलो एरिया रहेछ हुन्छ यहाँ चाहिँ यो स्ट्रिट पुन रहेछ हामी खै हामी कहाँ छिर्यौँ खै हामी यहाँ छौँ है यहाँ छौँ के गर्छौँ हामी यो त फ्लावर मात्रै नि यहाँ छौँ हामी यहाँदेखि सुई एक्लै कता यता हान्छौँ कि यता हान्छौँ यता हानौँ होइन यता बढ्छौँ सुइजाम यहाँ पोखरी हेरौँ यहाँ let's go. Okay, let's start from this side. What help? You need help? No. Okay, so हामी चाहिँ इजाबेल प्लान्टेसन भित्र आइसकेका छौँ है यो चाहिँ रिचमन्ड पार्कको भित्र छ रिचमन्ड पार्कलाई रोयल पार्क के पनि भन्दो रहेछ है हामी त्यसपट्टि छिर्दैछौँ सो एरिया चाहिँ एकदम ठुलो छ फुलहरू पनि यस राम्रै छन् क्या यतातिर चाहिँ तर गाइज हिँड्दा लास्टै गाह्रो भइसक्यो लास्टै धोइसक्यो हाम्रो चाहिँ फर्स्ट फुल यही हो हामीले चाहिँ यो फर्स्ट फुल चाहिँ खिचेर भ्याइसक्यौँ यहाँ फोटोसोटो अब चाहिँ हामी नेक्स्ट हाम्रो फुलतिर जाँदैछौँ
चाहिँ तपाईँ कस्तो दामी छ क्या यो कस्तो दामी फुल छ है कालो यो फुलहरूको बिचमा अर्को एउटा फुल देख्न सक्नुहुन्छ गाइज हामी चाहिँ आज रिचमन्ड पार्क आएको रिचमन्ड पार्क एकदमै राम्रो छ सबभन्दा त मलाई रिचमन्ड पार्कमा एउटा के कुरा मन पर्यो भने लाइक फ्लावरहरू डिफ्रेन्ट छ हैन अनि लाइक यो फ्लावरको सेन्टहरू पनि के लाइक कति मिठो के म त सुँगै भन्छु तर खासमा हेल्थमा चाहिँ यो नसुङ्ने भन्छ तर मलाई चाहिँ एकदमै सुँग्न मन लागेर मलाई चाहिँ एकदम मन परेर फ्लावरको उहरू भ्यू हेर्नु रिचमन्ड अलि अगाडि बढौँ अब हामी अलि अगाडितिर जाऊँ 5 पनि बजिसक्यो अब एकछिन निस्किनुपर्छ हामी हजुर जाने हो एकछिन सर त गएर अनि डियर अब हेर्ने त्यो छैन अब त्यसो सिधै अब यता निस्केर जाने क्रिस्टन गएर अनि त्यही हो सक्यो कसले भनिदिनु पोखरीवाला फुल भने फेरि पोखरी पो छ भने रुख पनि कस्तो मजाको रुखहरू छन् है उतातिर बस्छ रहेछ तर एउटा समस्या के टोयलेटको व्यवस्था गर्नुपर्ने कि कहीँ न कुनै ठाउँमा चाहिँ जहाँ पनि यस्तै हुन्छ फेरि पोखरीहरूमा त भजिने वाटरमा त एउटा क्याफेहरू छन् त्यहाँतिर टोयलेटहरू छन् फेरि एउटा त्यो जरा चाहिँ हरिण भनौँ हरिण के भन्छ त्यसलाई मृग उसलाई चाहिँ हाम्रो ग्रुपमा अरू फोटो खिच्ने भिडियो बनाउनु उसलाई मतलब छैन यो मान्छे त अब हिरोइन बन्न मात्रै बाँकी छ यहाँ हेर न यो रुखको प्रत्येक रुखहरूमा चाहिँ नम्बरहरू लेखिदिँदो रहेछ नि यहाँ हेर न यो यहाँनिर ए यो रुखको यहाँनिर लेखिदिएको छ नम्बर 1230 ल जाऊँ ल के हो यहाँदेखि भाइर चाहिँ कस्तो निस्किने अरे हानिदिइहाल्ने फोटो हानिहाल्ने पो ओहो मोडल हाम्रा मोडलहरू हुनुहुन्छ के अरे नयाँ फोटोग्राफर एकदम बनाउनु कालो भिडियो मैले सोचिरहेको थिएँ होइन यत्रो पार्कभित्र होइन यत्रो पार्कभित्रमा किन एउटा पनि टोइलेट छैन भने सोचिरहेको थिएँ होइन फाइनली गाइज टोइलेट चाहिँ यहाँ रहेछ आनन्द आयो जस टोइलेटको व्यवस्था गरेर राम्रो भएर चाहिँ राम्रो रहेछ म त खोजिदेखि टोइलेट यार दामी छ अब चाहिँ हामी हाम्रो घुमाइ लगभग सकिसकेको छ अब निस्किनु मात्रै बाँकी यु क्यान सी गर्ल्सहरू यहाँ छन् गाइज लेट्स गो गर्ल्स लेट्स गो अरे कहाँ छ गर्ल्स लेट्स गो यदि तपाईँहरू चाहिँ यो ठाउँमा आउन चाहनुहुन्छ भनेपछि
यो ठाउँमा आउँदाखेरि चाहिँ रिचमन्ड पार्क मात्र नभनेर चाहिँ यदि रिचमन्ड पार्क पनि घुम्ने सँगसँगै चाहिँ यो चाहिँ रिचमन्ड पार्कभित्र रहेको इजाबेल प्लान्टेसन भन्ने रहेछ। हामी चाहिँ यो यसको नाम नथाहा पाएर चाहिँ घुमी भएर लास्टै ढिलो भएको थियो यहाँ आउनलाई चाहिँ होइन, लास्टै धौवा थियो हिँड्न होइन। त्यही हो, यदि तपाईँहरू यहाँ आउनु चाहनुहुन्छ भने चाहिँ इजाबेल्स प्लान्टेसन भनेर चाहिँ गुगलमा हाल्नुभयो भने चाहिँ आउन सक्नुहुन्छ। अर्को कुरा चाहिँ यहाँ आउने यो ठाउँमा आउनको लागि चाहिँ मेन टाइम भनेको चाहिँ यो फुलहरू चाहिँ अहिले हामी आएको छौँ नि त, यो फुल लब कहिले चाहिँ उहिले झर्नाइसकेको छ कि। तपाईँहरूको लागि चाहिँ मेन राम्रो समय भनेको चाहिँ हाम्रो यो अप्रिल र मे, अप्रिल स्टार्टिङदेखि मेको अन्तिमसम्म चाहिँ आउन सकिन्छ। नत्र चाहिँ फेरि सबै फुलहरू चाहिँ झरिसकेको हुन्छ कि। अनि यहाँ चाहिँ हामी विभिन्न खालका लाली गुराँसहरू पनि पाउन सक्छौँ, हेर्न सक्छौँ, यहाँ देख्न सक्छौँ। That's all for this video, guys. If you like this video, don't forget to share, comment and subscribe my channel, and don't forget to visit this place, guys. See you in next video. Goodbye.